Hello guys! Welcome back मेरो डे 4 मिनी भ्लगमा यहाँहरू सबैजनालाई मेरो चाहिँ आज मर्निङ सिफ्ट भएको भरमा बिहानै 4:45 बजेतिर उठेँ। गुड मर्निङ छ है सबैजनालाई मेरो अन्डा हेर्नु न। अनि म चाहिँ अब तल झर्यौँ कुद्नको लागि म चाहिँ निखाइमा बस्छु नि त। आज चाहिँ इन्जिलाको पनि मर्निङ सिफ्ट भएको र हग्गा नै उठेर दाँत माग्न थाल्छ। अनि गइसकेपछि चाहिँ म अब मेरो पालो दाँत माग्ने हामीसँग चाहिँ नेपालकै मन हुन्छ। हलालबाट म खुल्छौँ नि त जापानको मन्दिर त मलाई ठिक लागेन कि कस्तो खोइ मैले हामीले किन नजाने हो कि मलाई चाहिँ ठिकै लागेन फेरि युज गरेको त्यसपछि मन नपरेर फेरि हलालबाट चाहिँ नेपाली मन्दिरमै किन्छौँ क्या हामीले चाहिँ। अनि दाँत मागिसकेपछि चाहिँ मैले फेसासले मुख धुन थालेँ। फेसासले मिची मिची मुख धोइसकेपछि पानीले पखाल्न थालेँ। अनि त्यसपछि मुख धोइसकेपछि अब फेरि म पुस्छु म। अनि त्यसपछि कसरी के हुने हेर्छु क्या। त्यसपछि माथि गएर आज म चाहिँ यो चाहिँ टी सर्ट लगाएर जान्छु काममा। मेरो आउटफिट चाहिँ एकदम मेरो डबल चिन देखेको नि बाबा कति मोटाको मान्छे कसरी दुब्लाउने होला के म त दुब्लाउन नि सक्दिनँ के गरी दुब्लाउने होला के उपाय छ र दुब्लाउने। अनि यो चाहिँ मेरो सबभन्दा बेस्ट पार्ट के जतिखेर भए पनि होइन मलाई चाहिँ मेकअप गर्न एकदम मनपर्छ क्या। अब काममा हामी मेकअप गरेर जाने कुरा आउँदैन है त्यसमा चाहिँ कति पसिना आउँछ नि त मलाई त। अनि मेकअप गरेर कामै छैन क्या। यो चाहिँ मेरो मोइस्चराइजर होइन त्यो एमाजोनबाट किनेको मैले कस्तो राम्रो छ मेडिकेटेड भएको भएर अल स्किन टाइप हो। अनि मैले चाहिँ आएदेखि त्यही युज गर्छु राम्रो छ। अनि जापानमा हुने प्रायः सबैजनाले सनस्क्रिन पनि यही मैले युज गरेकै गर्नुहुन्छ जस्तो लाग्छ क्या मलाई। मैले पनि पहिला अनि आएपछि चाहिँ अनि टिकटकमा हेरेको सबैजनाले प्रायः रिकमेन्ड गर्नुभएको थियो कि अनि मैले नि यही युज गर्न थालेको। मेरो स्किनलाई नि सुट गर्छु कि राम्रो हुन्छ स्किन नि। अनि मेरो चाहिँ टिका लाउने बानी चाहिँ कहिले कालो कहिले सेतो खालको होइन मलाई चाहिँ पहिल्यैदेखि बानी हो क्या टिका लाउने। आमा मेरो ताल हेरौँ न त्यहाँ कहिले सक्ने मलाई ल्याउनु। अनि त्यसपछि चाहिँ अब म के गर्छु भन्दाखेरि चाहिँ तल गएँ अब कपालको म माथि रुममा चाहिँ कपाल खोलिदिने क्या। सबै चल्छ नि त रुमभरि कपालै कपाल हुन्छ। फेरि कति कपाल धर्छ कि मेरो त म त टक्लु हुन लागिसक्यो भने त्यहाँ के गर्ने होला नेपाल जाने बेला त मेरो त कपालै हुँदैन टक्लु भएर जान्छु जस्तो खालको म त। कस्तो झर्छ झर्न पनि पुरा तालो बिले भइसक्यो मलाई तालोतिर त कपालै छैन कि मेरो त। अनि यसरी लट्टा उठाएर अब माथि बान्छु मलाई चाहिँ यस्तो गर्नु चाहिँ यस्तो पसिना आउँछ झन् अहिले चाहिँ जापानमा गर्मी बढेर कस्तो भएको छ। अनि अब यसरी घरबाट बाँधेर जान्छु। अनि उता खाइसम्म गइसकेपछि फेरि काँटाले माथि चुरो बनाउँछु क्या। अनि यो अगाडि आएको बेबीहरूलाई चाहिँ यसरी चेप्छु म। अनि यसरी गरेन भने त म त गर्मीले मर्छु कि कस्तो पसिना आउँछ। म त कहिले त नुहाएको जस्तै हुन्छु कि त्यो अफुर त्यस्तो गएको बेलामा त है कस्तो गर्मी हुन्छ नि त। अनि झन् यो हाँसिगाछु कि कुगाछुतिर त कस्तो हुन्छ। त्यसपछि अब मैले के गर्छु भन्दाखेरि यो चाहिँ मेरो खाजा हो मैले बिहा गरिसकेँ। इन्डिला चाहिँ रेडी भएर त बसिसकेको छ। मेरो बिटी किन बनाएको दिदी नबनाऊ भन्दै थिइन्। हाम्रो चाहिँ 6:30 बजीको सिफ्ट भएर 11 बजीको बाई टाटा।